कुनै पनि राज्य राम्रो हुनुको लागि जनता राम्रो हुनुपर्छ भन्ने एउटा एकदम मिहिन उदाहरण, असाध्यै राम्रो उदाहरण नेपाल भएको छ। जेनजीको भदौ 23 र 24 2082 को आन्दोलनपछि देशले नयाँ एउटा मुहार ल्याएर नयाँ मार्गमा पुर्याइदिएको थिए। नेतृत्व परिवर्तन गर्दा पनि जनतालाई ल परिवर्तन गर्नुहोस् भनेर सुम्पिँदै गर्दा जनताहरू यति झोले भएर यति आफ्नो जडताबाट बाहिर निस्किन नसकेर अझै पनि आफ्नो पार्टीलाई महिमा गाउँदै होइन, अब विदेशी दलालले गर्दा हो, फलानाले हो, डिस्काउन्टले गर्दा हो भन्दै विभिन्न कन्स्पिरेसी थ्योरीहरू ल्याई परिवर्तन ल्याउन नसकेर जुन पुराना हत्यामा संलग्न भएका, जुन लखेटिएका थिए, जुन मृत्युको मुखबाट फर्किएका थिए, फेरि उही मान्छेहरू शक्तिमा आउँदैछन्, बिस्तारै चलाउँदैछन् यो, र जनताले त्यसलाई एउटा मौन समर्थन दिएका छन्। सो कुराले गर्दा पनि एउटा के स्पष्ट हुन्छ भने जबसम्म जनता सुध्रिँदैनन्, जबसम्म देशका जनता राम्रा हुँदैनन्, तबसम्म देश राम्रो हुँदैन भन्ने एउटा राम्रो उदाहरण हो यो। र हामी सुध्रिनुपर्छ, हामीले बहिष्कार गर्नुपर्छ खराब कुरालाई। म कुनै पार्टी, कुनै दल, कुनै व्यक्ति भन्दिनँ, तर यति कुरो बुझिसकेपछि, यति थाहा भइसकेपछि अब त यो जेनजीको आन्दोलन नै एउटा नियोजित षड्यन्त्र थियो भने यसरी जुन प्रचारबाजी गरिँदैछ त्यो गलत छ र हामी सुध्रिनुपर्छ। यसको लागि जनता जब सुध्रिन्न दुईटा उपाय छ। एउटा कल्याणकारी तानाशाह चाहिन्छ हामीलाई। कल्याणकारी तानाशाह भइसकेपछि मात्रै हाम्रो छाडातन्त्रलाई नियमित गरेर यसबाट विकास गर्न सकिन्छ र खबरदारी पनि गर्न सकिन्छ।